आजको यस भिडियो हामीले यो पार्ट 2 हेर्छौं र मैले पार्ट 1 मा घाताङ्कको नियमहरू बताए थिए। त्यसमा यदि हजुरहरू घाताङ्कको नियम हेर्नु भएको छैन भने त्यो घाताङ्कको नियमहरू हेर्नुस् पहिला, त्यसपछि यो एक्सरसाइजमा आउनुस्, किनभने त्यसमा मैले सबै कुराहरू सबै नियमहरू बताइसकेको छु। आजको यस भिडियोमा मैले यो त्यसका अभ्यासहरू त्यसका समस्याहरू समाधान गराउँछु र अभ्यास हाम्रो रहेको छ 9 र 1 नम्बरमा दिएछ समस्या। हाम्रो समस्यामा घाताङ्कका नियमहरूको प्रयोग गरी सरल गर्नुहोस्। त घाताङ्कको नियमहरूको प्रयोग गरेर सरल गर्नुहोस् त हामी गर्छौं। र अब का नम्बरमा दिएछ समस्या समाधान 3 को पावर 4 इन्टु गरेर 3 को पावर 3। ल अब यो समस्यालाई समाधान गर्दाखेरि के गर्छौं भने पहिला हामीले यो 3 र यो 3 लाई हेर्छौं। हेर्दैछौं भने यो 3 र यो 3 सेम छ र बीचमा के छ इन्टु चिन्ह छ। त बीचमा इन्टु चिन्ह छ भने यो दुईटा 3 को सट्टामा एउटा 3 लेख्छौं, पहिला सेम हुन्छ। र अर्को कुरा बीचमा इन्टु हुन्छ भने त यो भनेको पहिलो पावरमा दोस्रो पावरलाई के गरिदिन्छौं, जोड दिन्छौं। त घाताङ्कको नियम पहिलो नियममा के पढे, त्यो नियममा के पढे थियौ, यदि आधार सेम रहन्छ, यो 3 जुन 3 तल लेखिएछ यो आधार हो, यो आधार हो र यो आधार हो। यो 3 र यो 3 को सट्टामा एउटा 3 लेखिदिन्छौं। अब बीचमा इन्टु चिन्ह रहन्छ भने के गर्छौं भनेको दुईटै पहिलो पावरमा दोस्रो पावरलाई के गरिदिन्छौं, जोड दिन्छौं। अर्थात् 4 मा 3 लाई जोड दिन्छौं र अर्को कुरा भइहाल्छ 3 को पावर के भइहाल्छ 7। यसरी समाधान गर्छौं। यो हाम्रो के हुन्छ, आवश्यक आन्सर हुन्छ है। यसरी त आधार सेम रहन्छ भने आधार एउटा लेख्ने र बीचमा इन्टु रहन्छ भने पहिलो पावरमा दोस्रो पावरलाई के गरिदिने, जोड दिने। अर्थात् 4 मा 3 जोड दिने 7 भयो है। अब अर्को कुरा यो 4 नम्बर यसको गर्छौं। 1 को 4 नम्बर अरु गर्ने अभ्यास आएन भने त्यो भिडियोमा कमेन्ट गर्ने, त्यो पनि मैले त्यसको पनि भिडियो लिएर आउँछु के समस्या हुन्छ, कहाँ गर्न सकिन्न। ल अब यो दोस्रो समस्यामा हामी के गर्छौं भने पहिला यसरी दिएछ भने त हामीले के गर्दिन्छौं भने यो नम्बरमा मल्टिप्लाई गर्छौं, गुणा संख्यामा गुणा गर्छौं। त गुणा गर्नु भन्दा पहिला त्यसको मल्टिप्लाई गर्नु भन्दा पहिला के गर्छौं भनेदेखि जुन संख्या रहन्छ त्यो संख्याको अगाडि कुन चिन्ह छ, प्लस चिन्ह छ कि माइनस चिन्ह छ, त्यो पहिला चिन्हले गुणा गर्छौं। जस्तै यहाँ 2 को अगाडि माइनस चिन्ह छ, यहाँ कुनै चिन्ह छैन भने प्लस। त माइनस र प्लसको इन्टु गर्छौं भने माइनस इन्टु प्लस गर्छौं भने त हाम्रो के हुन्छ, माइनस हुन्छ। के हुन्छ, माइनस हुन्छ। त्यो हामी माइनस लेखिदिन्छौं र यो संख्या र संख्यामा गुणा गर्छौं, 2 तिहाई 6 हुन्छ। कति हुन्छ, 6 हुन्छ। र अर्को कुरा अब यो आयो हाम्रो अक्षरको, के को आयो, अक्षरको। यो x अक्षर र x अक्षर भन्नाले आधार हो। यो के हो, आधार सेम रहन्छ भने दुईटा x को सट्टामा एउटा x लेख्ने, के लेख्ने, एउटा x। र अब के गर्ने, एउटा x लेखेर अब बीचमा हेर्दै छु इन्टु चिन्ह छ नि। अब इन्टु चिन्ह छ भने पहिलो पावरमा दोस्रो पावरलाई के गरिदिन्छ, जोड दिन्छ। अर्थात् x को पावर 4 मा 3 पावरलाई के गरिदिन्छ, जोड दिन्छ। अर्थात् x को पावर 4 प्लस 3 हुन्छ। 4 प्लस के हुन्छ, 3 हुन्छ। त कति भइहाल्छ, -6 x पावर कति भइहाल्छ, 7 भइहाल्छ। के भइहाल्छ, 7। यसरी अब यसको 6 नम्बर हेर्छौं। कति नम्बर, 6 नम्बर गर्छौं। त 6 नम्बरमा हेर्दैछौं यहाँ भनेको संख्या कुनै छँदै छैन। त संख्या छैन भने लेटर छ, के छ, लेटर अक्षर छ। त अक्षर छ भने यो यहाँ ए छ, यहाँ ए छ, यहाँ ए छ, बीचमा सबैको बीचमा इन्टु छ। त हामी तीनटा ए को सट्टा यहाँ ए, यहाँ ए, यहाँ ए। अब हेर्दैछु 3 ठाउँमा ए छ, त 3 ठाउँमा ए को सट्टामा एउटा ए लेख्छौं र बीचमा यहाँ इन्टु चिन्ह छ नि, त पावरलाई जोड दिन्छौं। पावरलाई के गरिदिन्छौं, जोड दिन्छौं। यसको पावर केही छैन भने 1, यसको पावर केही छैन भने यहाँ त 3 छँदै छ, यहाँ 2 छँदै छ। त 1 प्लस 3 प्लस भनेको 2। त 1 को पावर ए को पावर 1 प्लस 3 प्लस 2 यसरी लेखिदिन्छौं। यो ए को लागि भयो। अब बी को लागि यहाँ अब यो बी सबै बी छ, त बी लेखिदिन्छौं र यसको पावर केही छैन भने 1, यहाँ 1, त 1 प्लस 3 प्लस 1 त कति भइहाल्छ, ए को पावर कति भयो, 1 प्लस 3 है 4 प्लस 2 6 भइहाल्यो। अनि त्यसपछि बी भनेको यहाँ 1 प्लस 3 4 4 1 5 यसरी गर्छ।
यसलाई यसरी समाधान गर्छौँ है। अब अर्कोतिर यहाँ समस्यातिर जान्छौँ। 2 नम्बरमा दिएछ, यो 1 नम्बरको भयो, अरू गर्ने अभ्यास आएन भने भन्ने है, भिडियोमा कमेन्ट गर्ने, म त्यसको पनि भिडियो लिएर आउँछु समाधान। त 2 नम्बरमा दिएछ घाताङ्कका नियमहरू प्रयोग गरी सरल गर्नुहोस्, त्यही कुरा यसमा पनि भनिएछ। त अब यो समाधान गर्ने क्रममा हेर्छौँ, यो 4 र यो 4 सेम छ, त पहिला एउटा 4 लेखिदिन्छौँ, योलाई हेर्छौँ कि यो ल। अब बिचमा डिभाइड चिन्छ, कुन छ? डिभाइड छ। त बिचमा डिभाइड छ भने त पहिलो पावरबाट दोस्रो पावरलाई के गरिदिन्छौँ? घटाइदिन्छौँ। जब भाग चिन्ह रहन्छ त घटाउने हो, अब गुणन चिन्ह रहन्छ भने जोड्ने हो। त्यहाँ भाग चिन्ह छ त घटाउने, 4 बाट 2 घटायो भने कति भयो? 4 को पावर कति भइहाल्यो? 4 बाट 2 गयो भने 2 बच्यो है, यसरी। अब दोस्रो समस्या हेर्छौँ, 4 नम्बर समस्या समाधानमा हेर्दैछौँ। यहाँ x छ, यहाँ 16 छ, त यहाँ 8 छ। त यो भनेको हेर्दैछौँ अनि बिचमा भाग पनि छ, त हेर्दैछौँ यो 16 र 8 भनेको सेम छैन, त्यसलाई सेम बनाउँछौँ। के गर्छौँ? सेम बनाउँछौँ। र यहाँ x त सेम छ, त त्यसमा त केही फरक भएन। त मैले भने थिएँ घाताङ्कको नियम बताउँदाखेरि कि हामीले वर्ग सङ्ख्या र घन सङ्ख्या के गर्नुपर्ने हुन्छ? थाहा हुनुपर्ने हुन्छ, याद गर्नुपर्ने हुन्छ। अब यहाँ वर्ग सङ्ख्या, अब यसलाई पावरको रूपमा लेख्छौँ नि, ताकि दुइटैको पावर के आइहाल्यो? आधार सेम आइहाल्यो। यसलाई 16लाई हामीले 2 को पावर 4 लेख्न सकिन्छ है, अनि x पावर 4 छँदैछ। कसरी? यो 16लाई कसरी 2 को पावर 4 लेख्न सकियो? यसलाई 16लाई 2 गुणे 2 गुणे 2 गुणे 2 लेख्न सकिन्छ। यो 2 दुना 4, 4 भइहाल्यो इन्टु 2 इन्टु 2। यो 4 दुना कति भइहाल्यो? 8, 8 दुना फेरि 16 भयो कि भएन? फेरि त्यही आउन पर्यो। यदि अर्को आउँदैछ भने त यो बुझ्नु पर्यो त्यो मिस्टेक भयो कि, यसरी हामीले बुझेर। अब यो 8लाई 2 को पावर 3 लेख्न सकिन्छ। फेरि यो 2 इन्टु 2 इन्टु 2 गऱ्यो भने 2 दुना 4, 4 दुना कति हुन्छ? 8, फेरि त्यही आउँछ। यसरी गर्ने, फेरि त्यही आउन पर्यो। यदि अर्को आउँदैछ भने गर्न मिल्दैन। x पावर 3 है। ल यसलाई यसरी गर्न सकिन्छ, यो 2x को होल पावर 4 गर्न सकिन्छ। किनभने हामी घाताङ्कको नियममा पढ्यो कि यदि कसैको पावर, यो पावर दुइटैको माथि जान्छ, यदि 2x को पावर होल पावर 4 छ भने त्यो यो पावर दुइटैको माथि, 2 को पावर 4 अनि x को पावर 4। यसलाई सल्भ गरेमा यही आउँदैछ कि छैन? यदि योलाई समाधान गरेमा यही आउँदैछ भने त मजाले लेख्न पाइन्छ है। अब यसलाई पनि डिभाइड गरेर 2x को होल पावर कति? 3। अब हेर्ने त यो 2x सेम भइहाल्यो, एउटा 2x लेख्ने, अनि बिचमा के छ? डिभाइड चिन्ह छ। डिभाइड चिन्ह छ भने के गर्ने? पहिलो पावरबाट दोस्रो पावर के गर्ने? घटाउने। 4 बाट 3 घटाउने, त कति हुन्छ? 4 बाट 3 गएमा कति हुन्छ? 1 हुन्छ। कति हुन्छ? 1 हुन्छ। अब 1 नलेखे पनि बुझिन्छ, अर्थात् 2x। यही हाम्रो के भइदियो? आन्सर भइदियो। अब हेर्ने, अब हामी 3 नम्बरतिर जान्छौँ समस्यातिर। 3 नम्बरमा दिएछ हाम्रो कि घाताङ्कका नियम प्रयोग गरी सरल गर्नुहोस्, त्यसमा पनि त्यही कुरा दिएछ। अब यो का नम्बर समाधानतिर यो 3a छ, हामी घाताङ्कको नियम पढ्यो, 3a को होल पावर 0। यदि यस्तै भनेको 2वटा भनेको आधारहरू छन् भने यो होल पावर छ भने यो पावर दुइटैको माथि जान्छ, 3 को पावर 0 अनि a को पावर 0। र घाताङ्कको नियममा कसैको पावर 0 छ भने त्यसको मान 1, त 3 को पावर 1 इन्टु गरेर कुनै चिन्ह छैन भने इन्टु, अनि 1 को a को पावर 0 मतलब 1, त 1 इन्टु 1 गर्छ भने कति आउँछ? 1 आउँछ। यही आन्सर भइदियो है। अब यहाँ हेर्नु त, यो a को पावर 4n-2 बाई गरेर, अब यो 2 ले के गरिदिन्छौँ हामी? यो पहिला आधार, यो आधा त छ, यो भनेको पावरलाई पनि के गरौँ हामीले? यो समाधान गर्दाखेरि यो 2 ले के गरौँ हामी? इन्टु गरौँ पहिला त a, यो 2 को इन्टु 2n मा हुन्छ, 2 2 कति हुन्छ? 4n हुन्छ। अनि यो प्लस र माइनसको इन्टु गर्छ, माइनस हुन्छ। यो 1 र 2 को गुणा गर्छ, 2 भइहाल्छ। यसलाई यसरी लेख्न पाइन्छ, यो a पावर a भनेको a को पावर 4n सब्ट्र्याक्सन 2, यो बटम इज डिभाइड यसरी, a को पावर 4n-2 हो। अब हेर्ने त यहाँ a सेम आइहाल्यो, त एउटा a लेख्छौँ, र बिचमा डिभाइड आइहाल्यो भने पहिलो पावरबाट दोस्रो पावरलाई के गरिदिने? घटाइदिने हैन? त अब घटाउँ त 4n यो a को पावर 4n-2 माइनस गरेर, यदि यो दुई पदीय आउँछ भने कोष्ट लगाइदिने। के लगाइदिने? कोष्ट। त कोष्ट लगाइदिन्छ,
4n माइनस 2 त अब हेरौँ त a को पावर 4n माइनस 2 यहाँ यो कोष्टलाई हटाउँछ भने कोष्टको अगाडिको चिन्ह र कोष्टको भित्रको चिन्ह जुन भनेको पदलाई लेख्ने जस्तै 4n लाई लेख्ने हो भने 4 को अगाडिको चिन्ह र कोष्ट बाहिरको चिन्हको गुणा गरेर लेखिन्छ माइनस र प्लसको इन्टु गर्छ माइनस हुन्छ 4n यहाँ 2 लाई लेख्न 2 को अगाडि माइनस यहाँ पनि माइनस त माइनस माइनस इन्टु गर्छ भने प्लस भइहाल्छ है। अब यो 4n प्लस 4n माइनस यो के भइहाल्यो क्यान्सल भइहाल्यो अनि -2 + 2 क्यान्सल एउटै कुरा यदि प्लस माइनसमा सेम आउँछ भने क्यान्सल हुन्छ जस्तै मेरो पासमा 10 रुपैयाँ छ भने 10 रुपैयाँ खाइले के बच्यो केही बचेन शून्य बच्यो त अब केही बचेन भने a को पावर कति बच्छ 0 त a को पावर 0 मिन्स घाताङ्कको नियममा कति हुन्छ ल 1 हुन्छ कति हुन्छ 1 यसरी गर्छौं ल। अब अर्को भिडियो मैले यसको यो अभ्यासको अभ्यास 9 को यो 4 नम्बरको समाधान लिएर आउँछु है। यस बाहेक अरु जति बाँकी छ त्यो आफै भनेको अभ्यास गर्ने मेहनत गर्ने र त्यसपछि घाताङ्क जुन पार्ट 1 मा सिकाएको छु मैले त्यसका नियमहरू राम्रैसँग याद गर्ने र मेहनत गर्ने पक्कै एकदमै ठीक छ। पढाइमा हजुरहरूको यो सहयोग हुनेछ राम्रो बुझ्नेछ मलाई आशा छ विश्वास छ। यदि हजुरहरूले केही यसमा यो भिडियोमा केही नबुझिएको कुराहरू हुन्छ भने भिडियोमा कमेन्ट गर्नु होला ल हस् त है।